सो हेलो एन्ड नमस्ते गाइस, इट्स मी रोशन्स ब्लग नेपाल। आज चाहिँ हामी सम्बन्ध गइरहेको छौँ दाइको गाडीमा है। पछाडिबाट सुजन, शर्मिला अनि रिजन आइरहेछ अनि दाइ चाहिँ यहीँ 7 मा पर्खिदिनुहुन्छ। सो हामी दाइको गाडीनिर पुग्न आँट्यौँ। हाम्रो त्यो मान्छे जहिले ढिला हुने भयो है। आज रिजन कट्टुमा हिँडिरहेछ। फेसबुकबाट एउटा हो, ध्यान छैन। त्यो चाहिँ अस्तिको भन्दा छुट्टै उमी हो। पानी त सेम हो तर ठाउँ फरक हो। अस्ति हेर्दा उनी देख्दैन थियो, आज देख्छु भने किन देख्दैन थियो? त्यत्रो नजिक गएर देख्दैन थियो भन्छ। पागल भइसक्यो मान्छे। हेलो 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 गरायो देखेर डरायो क्या। तिन पटला डराएको सो यही हो उनी यहाँको। तर आज मान्छे धेरै छैन। यो पानी भाडा जम्न कसैलाई फोनको लक खोल्न आउँदैन। जाने हो भित्र रिजन जाँदैन, रिजन ल ल ल ल ल पानी चाहिँ लास्ट चिसो छ यहाँ। हाम्रो यो नेपालबाट पनि आइपुग्यो घर यो पानी। नेपालबाट कत्रो आएको आएको यहाँ त हाम्रो नेपालबाट पानी मिसेको होला नि त यो नेपालको सम्झेर नेपालको पानी चाहिँ होइन ल। फाइनली हामी उनी आइपुगिसकेका छौँ। साथीहरू यहाँ छौँ, शर्मिला र सुजन। यता रोशन छ, गाइजहरू होइन। कस्तो रमाइलो भइरहेछ होइन जिन्दगीमा। फर्स्ट टाइम होला यो, त्यस्तो टाइम भयो मैले हो। रमाइलो भइरहेछ। अरू सधैँभन्दा आज रमाइलो छ किनभने मौसम पनि ठिकै छ। सबै एकदमै रमाइलो छ क्या आज चाहिँ होइन। पानीमा चाहिँ लिम्बी आयो पानी त वान भित्र होला। पानी छाल कत्रो आयो क्या, छाल कत्रो आउँदो रहेछ साथीहरू। किन भागिरहेको? यो त माछामा आउँदो रहेछ त यार। चिसो माछा भागे जस्तो छ हामीलाई। यो कोरे दाइजो चिसो चक बिजो आउँछ। लास्ट चिसो नानी
भिज्यो भने त पुरै ए मजा आयो यार यहाँ एकजना इन्जोयमेन्ट लिने मान्छे अर्को लुत्रुकै छ यहाँ एउटा गन्जीमा पुगिसक्यो गन्जी म्यान जिङ्गलाला हु हाम्रो भ्लग यहीँ एन्ड हुनेछ होप सबजनालाई मन पराइदिनुहुन्छ डु लाइक सेयर एन्ड सब्सक्राइब यहाँ पछाडि चाहिँ लाइट हाउस छ सकेसम्म सब्सक्राइब सेयर गरिदिनु होला सो आजको लागि यति नै सयोनारा माता राइस हुने मलाई निन्द्रा लागिरहेको भनेर भन्नु नभने होइन आज चाहिँ समुद्र आइयो घुम्यो साथीहरूसँग समुद्रभित्र पसेर रमाइलो पनि गरियो रमाइलो पनि भयो अब हामी फर्किँदैछौँ सबैले भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हाम्रो एकदम मनोरञ्जनले तपाईँहरू पनि